तपाईले काम गर्नुभएको कम्पनीले तपाईको स्यालेरी दिएन भने के कस्ता प्रक्रियाहरू पूरा गरेर त्यस्तो स्यालेरी तपाईले पाउन सक्नुहुन्छ? यस्तो प्रक्रिया कति समयभित्रमा गर्नुपर्छ र उजुरी कहाँ गएर गर्नुपर्छ भन्ने विषयमा यो भिडियोमा कुरा गर्दैछु। भिडियो पुरा हेर्नुहोला। यसमा सुरुको प्रक्रिया चाहिँ के हुन्छ भन्दा तपाईले सुरुमा आफ्नो कम्पनीभित्र नै एचआर, म्यानेजर अथवा कसैलाई चाहिँ स्यालेरी पाऊँ भनेर निवेदन दिन सक्नुहुन्छ। तर फेरि यसरी निवेदन दिँदाखेरि चाहिँ तपाईको कम्पनीले कुनै पनि सुनवाई गरेन अथवा तपाईको स्यालेरी दिएन, तपाईहरुको बीचमा कुनै पनि सम्झौता हुन सकेन भने त्यस्तो अवस्थामा तपाईले श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभागमा उजुरी दिन सक्नुहुन्छ। तर फेरि तपाईले विभागमा मुद्दा दर्ता गर्दाखेरि तपाईलाई मर्का पर्ने कार्य भएको मितिले 6 महिना भित्रमा उजुरी गरिसक्नुपर्ने हुन्छ र विभागले तपाईको विषयमा प्रमाण कागज हेरेर तपाईले स्यालेरी पाउनु पर्ने हो वा होइन भन्ने विषयमा निर्णय गर्छ। र अब तपाईलाई यदि विभागको निर्णय चित्त बुझ्यो भने तपाईले त्यही बमोजिम कार्यान्वयन गराउन सक्नुहुन्छ। तर यदि तपाईलाई विभागको निर्णय चाहिँ चित्त बुझेन भने तपाईले श्रम अदालतमा पुनरावेदन गर्न सक्नुहुन्छ। र अब श्रम अदालतबाट चाहिँ यदि फैसला भएको स्थिति रह्यो भने त्यस्तो अवस्थामा त्यो फैसला चाहिँ अन्तिम हुन्छ।